अस्सलामुअलैकुम तपाईहरु हेर्दै हुनुहुन्छ इम्तार ब्लग। आज म सिंहमंगलको भित्र घुम्न जान लागेको र चाहिँ काउन्टर गइसक्यो। यहाँ काउन्टरमा नि टिकट लिन आएको दुईटा भित्र पस्न लागेको। हेर्नुस् भित्र अब आइसक्यो। भित्रको कुछ फर्स्टको यो नजारा रहेछ। यस्तो कुछ यस्तो नजारा रहेछ। तपाईहरु हेर्दै हुनुहुन्छ। फाइनली म यताबाट जान्छु। यस्तो हेर्दै हेर्दै यताबाट आउँछु है। तपाईहरु पुरै हेराउँछु रहेछ। तपाईँहरूले फ्रेन्डको सिन देखाउँछु। फ्रेन्डको कुछ यस्तो रहेछ। हेरौँ यस्तो यहाँ रहेछ। फाइनली म यहाँ आइपुगेको हेलिकप्टरको छेउमा। यो चाहिँ हेलिकप्टर रहेछ। यता चाहिँ फ्लाइट भयो। एकछिनपछि हामी भित्र पसिन्छ। भित्र पसेपछि अब तपाईँहरूले हेराउँछु भित्रको नजारा कुछ यस्तो रहेछ। के भित्र म प्रवेश गर्न लागेको। फाइनली म यहाँ आइपुगेको। यस्तो रहेछ दोस्रो भागको भित्र। यस्तो रहेछ नजारा। भित्रको हेरिहाल्नुभएछ। सानो सानो फ्लाइट जेट राखेछ पुरै। ठुलो चाहिँ एयरलाइन्स सानो सानो। यता पनि एउटा ठुलो एयरलाइन्स। हाम्रो यो नेपालको पहिलाको नक्सा एयरपोर्टको कुछ यस्तो रहेछ। यहाँ चाहिँ यस्तो ग्यालरीमा भएको फोटो सानो सानो फ्लाइटहरू पनि छ। यहाँ हेर्नु यो चाहिँ नेपाल एयरलाइन्स भयो। यता नेपाल एयरलाइन्स यस्तो रहेछ। हेर्नुहोस् यहाँको कुछ यस्तो नजारा रहेछ। भित्रको यस्तो रहेछ है। भित्रको कुछ यस्तो नजारा गजब मजाको छ। एसी पुरैमा चलिरहेछ। हेर्नुहोस् तपाईँहरू हेर्दै हुनुहुन्छ। यहाँ चाहिँ एउटा सुविधा यो रहेछ। भित्र आउँदाखेरि यो मोबाइल पे स्क्यानर गरेर यहाँ केही लेख्यो भने तपाईँहरू अर्कोचोटि जतिखेर आयो भने तपाईँले एकजनालाई फ्री, जसको मोबाइलबाट गरेको त्यसको लागि मोबाइलबाट फ्री हो है। यो चाहिँ मलाई राम्रो लाग्यो। यो चाहिँ भित्रको सिस्टम भएर राम्रो लाग्यो। तपाईँहरू यसलाई फलो गर्नु होला। सानो पसल पनि छ। राम्रो लाग्यो। हेर्नुहोस् कुछ यस्तो रहेछ। बाहिरको नजारा चाहिँ यस्तो तपाईँहरू हेर्दै हुनुहुन्छ। बाहिरभित्र सबैको हेराइसक्यो मैले। ल यो चाहिँ बाहिरको नजारा। हेर्नुहोस् कति ठुलो रहेछ। तपाईँहरू हेर्दै हुनुहुन्छ। यहाँ चाहिँ यस्तो पछाडिको भाग हाम्रो नेपालको टलक्की हुने झन्डा रहेछ। हेर्नुहुन्छ कति राम्रो लागिरहेछ। सबै भइसक्यो। अब लास्टमा हामी यसैमा बाई बाई गरेर बिदा लिन चाहन्छु। सबैजना लाइक फलो सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच। बाई बाई।